होइन कलाकारले त्यस्तो भन्नु हुँदैन च्यालेन्जलाई स्वीकार्नुपर्छ किनभने एकै किसिमको रोल गर्यो भने त्यो फेरि अमिट छाप छोड्न सकिँदैन के त्यसकारणले गर्दा केही न केही उतार चढाव क्यारेक्टरमा त्यस्तो खालको चाहिँ मजा आउँछ म चाहिँ अझै धेरै झाँसी की रानी टाइपको पनि रोल खेल्न मन लाग्यो मलाई त इङ्ग्लिस फिल्म र हिन्दी फिल्मको मारमा छौँ हाम्रो सिनेमालाई एकदमै न्यून सो दिएको छ तपाईँहरूले पनि एप्स मार्फत देख्न सक्नुहुन्छ होइन एटलिस्ट एउटा हलमा चाहिँ बिहान दिउँसो बेलुकाको 3टा सो चाहिँ नेपाली सिनेमालाई दिनुपर्छ भन्छु क्या म नेपाली सिनेमा नेपाली माटो भन्छौँ हामी नेपाली चिजलाई माया गरौँ भन्छौँ नेपाल भनेर हामी गर्व गर्छौँ प्राउड गर्छौँ तर हामी प्रायोरिटी चाहिँ बाहिरकालाई दिन्छौँ क्या अनि जुन एउटा देशको लागि देशमा भएको हामी युवा सर्कलको लागि हाम्रो बुवाआमाको लागि हामीले बनाएको सिर्जना आइरहेको छ भने हाम्रो सिर्जनालाई उपेक्षित गर्नु चाहिँ हुँदैन भन्छु म क्या किनभने सो बाँडफाँडमा चाहिँ एकदम अन्याय नै भएको छ यो फिल्मै गरे पनि अब सायद 10-11 वर्षपछि मैले यो फिल्ममा काम गर्दैछु होइन डेफिनेटली अलिकति चेन्जेसहरू त छँदैछ तर यो किसिमको पनि एक हिसाबले के हो भने अडियन्सद्वारा पाउने प्रतिक्रियाले के हुन्छ भने मेकरहरूलाई कलाकारहरूलाई ए ममा के कमी रहेछ अथवा मैले कस्तो काम गर्नुपर्ने रहेछ अथवा मैले कस्तो किसिमको चलचित्रमा काम गर्दाखेरि राम्रो हुन्छ अथवा मैले गरेको चलचित्रमा कुन स्तरको छ होइन त्यो चाहिँ बुझ्ने चाहिँ बहुत राम्रो सुनहरा मौका पाउँदो रहेछ क्या हेर्नुहोस् अब हेर्ने जति पनि हेर्ने दर्शकहरू हुनुहुन्छ उहाँहरूबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छौँ हामीले होइन अब हामीलाई देखेर मात्रै राम्रो प्रतिक्रिया दिनुभएको हो कि जस्तो पनि लागेको थियो डाउट लागेको थियो तर होइन रहेछ साँच्चै नै सिनेमा हेरेर साँच्चै मनदेखि नै प्रतिक्रियाहरू जनाइदिइरहनु भएको छ साँच्चै यो सबैजनाको आवाज सबैजनाको चिज बोलेको छ नि त सिनेमाले त्यही भएर पनि उहाँहरूलाई चाहिँ एग्रेसिभली नै प्रतिक्रियाहरू दिनुभएको छ खुसी लागेको छ पछिल्लो समय दर्शक रुवाउने फिल्महरू बनिरहेको छ धेरै यसले पनि दर्शक धेरै भावुक बनायौँ रोयौँ अब हामी विदेश जाँदैनौँ यो फिल्म हेरिसकेपछि चाहिँ अब नजाने भन्दै हुनुहुन्छ क्या दर्शकहरू यसमा चाहिँ जो विदेश चिन बाध्य छन् युवाहरू उहाँहरूलाई रोक्न तपाईँहरूको फिल्मले पनि एउटा इँटा थपेको हामीले यो सिनेमाबाट देशको काल परिस्थिति अनुसार बाध्यताले विदेश सिनु परेको अवस्थाहरू छ होइन हामीले विदेश जानलाई रोक्न खोजेको होइन विदेश जानुपर्छ नयाँ नयाँ ठाउँ डुल्नुपर्छ नयाँ नयाँ कन्ट्रीमा जानुपर्छ अनुभवहरू लिनुपर्छ तर सिकेर हामीले चाहिँ त्यो नयाँ देशमा जाँदाखेरि त्यहाँको परिस्थितिसँग जुझ्न सक्ने भएर जानुपर्छ नेपालबाटै हामी तयारी भएर चाहिँ जानुपर्छ भन्ने सन्देश हामीले दिन खोजेका छौँ हामीले विदेश जानलाई रोक्न चाहिँ खोजेका छैनौँ जस्तो हिजो एउटा भिडियो निकै भाइरल गर्नु होइन मेयर साहबले सुटुक्क फिल्म हेर्नु भएछ होइन त्यो के प्रतिक्रिया दिनुभयो मेयर साहबले सुटुक्क होइन उहाँले अब आम नागरिक जसरी अरू हामी हलमा गएर अरू दर्शकहरू जसरी आएर हेर्नुहुन्छ त्यसै गरी नै उहाँले आफैले टिकट काटेर गएर हेर्नु भएको हो सिनेमा होइन अनि उहाँले सिनेमा हेरेपछि ओभरअलमा सिनेमाको एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ उहाँलाई सितिमिति चान्चुने कन्टेन्टहरू मन पर्दैन अनि यो कन्टेन्टमा चाहिँ उहाँले एकदमै उहाँको चित्त बुझाइ छ राम्रो सिनेमा बनेछ भनेको प्रतिक्रिया दिनुभएको छ धेरैले चाहिँ अब यो ऱ्याप आइसकेपछि अहिले ऱ्यापले पनि निकै मार्केट लिइरहेको छ होइन फिल्म हिट हुनुमा चाहिँ यो ऱ्यापको पनि हात छ है भन्ने खालको प्रतिक्रियाहरू पनि दिइराख्नु भएको छ के लाग्छ ऱ्याप भन्दा नि यो हाम्रो सिनेमाभित्रकै गीत हो होइन यो तमाम बुवाहरूसँग रिलेटेड गीत हो अनि त्यो गीत चाहिँ हाम्रो सिनेमासँग रिलेटेड भएको कारणले गर्दाखेरि अब सिनेमाकै गीत भएर त्यो गीत जति मन पराइदिनु भएको छ त्यो गीतको माध्यमबाट हामीलाई सजिलो पनि भएको छ हाम्रो सिनेमा प्रचार प्रसारमा सजिलो पनि धेरै सजिलो भएको छ त्यो ऱ्याप आफ्नो जनरामा ठिक छ र ऱ्यापमा जुन हामीले स्टोरीमा भिडियो प्ले गरेका थियौँ त्यही नै अब इन्सपिरेसन चाहिँ स्टोरी त्यही नै हो त्यो गीतकै शब्दअनुसारको इन्सपिरेसन स्टोरी हो यो बम्पर ओपनिङ गरेको छ होइन पहिलो दिनको कमाइ चाहिँ कति भयो केही हिसाब आएको छ त्यो अब यस्तो हो समग्रमा अब हिसाब किताब अहिले गरिरहेको छैनौँ किनभने एकदमै हामी अहिले इङ्ग्लिस फिल्म र हिन्दी फिल्मको मारमा छौँ हाम्रो सिनेमालाई एकदमै न्यून सो दिएको छ तपाईँहरूले पनि एप्स मार्फत देख्न सक्नुहुन्छ होइन एटलिस्ट एउटा हलमा चाहिँ बिहान दिउँसो बेलुकाको 3टा सो चाहिँ नेपाली सिनेमालाई दिनुपर्छ भन्छु क्या म नेपाली सिनेमा नेपाली माटो भन्छौँ हामी नेपाली चिजलाई माया गरौँ भन्छौँ नेपाल भनेर हामी गर्व गर्छौँ प्राउड गर्छौँ तर हामी प्रायोरिटी चाहिँ बाहिरकालाई दिन्छौँ क्या
अनि जुन एउटा देशको लागि देशमा भएको हामी युवा सर्कलको लागि हाम्रो बुवा आमाको लागि हामीले बनाएको सिर्जना आइरहेको छ भने हाम्रो सिर्जनालाई उपेक्षित गर्नु चाहिँ हुँदैन भन्छु म क्या। किनभने सो बाँडफाँडमा चाहिँ एकदम अन्याय नै भएको छ। एक दिनमा बिहान दिउँसो र बेलुका 3टा सो त हुनैपर्ने हो नि त सिनेमाको, तर त्यो भएन, त्यो भइराखेको छ। फर्किरहेको भन्ने गुनासो धेरै दर्शकहरूले अब हलमा अहिले अब जुन रिभ्यू आएको छ, हेर्ने दर्शकहरूबाट जुन प्रतिक्रियाहरू आइरहेको छ उहाँहरूबाट आएको रिभ्यू अनुसार चाहिँ तपाईँको चाहिँ त्यो हलमा फिल्म हेर्न जानु भएको छ, फिल्मै छैन। त्यही भएर यो सम्बन्धित निकाय जो हुनुहुन्छ हलमा फिल्म हाल्ने व्यक्तिहरू उहाँहरूले चाहिँ अलिकति न्यायोचित ढङ्गले वितरण गरिदिनु होला भन्न चाहन्छु। अरू त केही पनि बोलिनँ मैले। एकदमै राम्रो उत्साहजनक चाहिँ प्रतिक्रिया पाइएको छ। सबै अडियन्सले चाहिँ के भने जुन सब्जेक्ट उठान गर्नुभएको छ र जुन किसिमको प्रेजेन्टेसन गर्नुभएको छ हाम्रो अर्जुनजीले चाहिँ त्यो हिसाबले चाहिँ के भने सबैजना उत्साहित छन् होइन। नमस्कार। नमस्ते मुन्नी। नमस्ते दिदी। नमस्ते दिदी। त्यो हिसाब किताबले चाहिँ के भने प्रतिक्रिया पनि एकदमै राम्रो प्रतिक्रिया छ। अब कतिजनाहरूले त के भने यस्तो पनि फिल्म पनि बन्दो रहेछ है अब नेपाली उसमा पनि भन्ने पनि मैले सुने। त्यो चाहिँ अब एज अ पर्फर्मेन्सको हिसाब किताबले त सबैले राम्रै भन्नुभएको छ, तर फिल्मको इन टोटल फिल्ममै हो नेपाली फिल्म पनि यो स्तरको चाहिँ हुँदो रहेछ है, एउटा सन्देश पनि छ है, यसमा एउटा अलिकति मनोरञ्जन पनि छ है भन्ने त्यो किसिमको चाहिँ प्रतिक्रिया पाइयो। त्यसले गर्दाखेरि म एकदम खुसी छु। दिपा दिदीको पहिलोचोटि होला है यो टाइपको रोल? छुच्ची हजुर हुन त मैले तीर्थ सत्यमा पनि छुच्ची नै क्यारेक्टर गर्थेँ। फिल्ममा चाहिँ यो छुच्ची क्यारेक्टर मलाई एकदम मनपर्छ यस्तो, किनभने एक किसिमकै क्यारेक्टर गरिराख्यो भने त्यसको उतार चढाव मजा आउँदैन नि त। त्यस कारणले गर्दा यो चलचित्रमा मलाई एकदमै धेरै मान्छेहरूले चाहिँ ओहो तपाईँलाई त छुच्ची पनि क्या सुहाउँदो रहेछ भन्ने खालको मलाई त्यो एउटा आशीर्वादका वचनहरूले चाहिँ खुसी लागेको छ। जस्तो दिदीका कुनै डाइलगमा सिनमा धेरैले हुटिङ पनि लगाइराख्नु थियो कि मलाई यति खुसी लाग्छ है, चाहे म छक्का पन्जामा सानो एउटा रोलमा किन ननिस्किउँ होइन, चाहे म झरीपछिको इन्द्रणीमा यति धेरैवटा सिनमा किन ननिस्किउँ, म छुच्ची क्यारेक्टर छ त्यही पनि मलाई देख्दाखेरि क्ल्याप बजाउनुहुन्छ। त्यसको लागि शिर निहुराएर नमन गर्न चाहन्छु आदरणीय दर्शकहरूलाई। छुच्चो क्यारेक्टर आउँदाखेरि चाहिँ स्क्रिप्ट आउँदाखेरि चाहिँ होइन म यस्तो गर्दिनँ भन्ने चाहिँ लाग्छ कि लाग्दैन? होइन, कलाकारले त्यस्तो भन्नु हुँदैन, च्यालेन्जलाई स्वीकार्नुपर्छ। किनभने एकै किसिमको रोल गऱ्यो भने त्यो फेरि अमिट छाप छोड्न सकिँदैन क्या। त्यस कारणले गर्दा केही न केही उतार चढाव क्यारेक्टरमा त्यस्तो खालको चाहिँ मजा आउँछ। म चाहिँ अझै धेरै झाँसी कि रानी टाइपको पनि रोल खेल्न मन लाग्यो मलाई त। मुन्नीजी कस्तो पाइरहनु भएको छ? सबैजनाले फिल्मलाई एकदमै धेरै माया गरिदिनु भएको छ। अब हामीले भन्दा पनि आई थिङ्क दर्शकहरूले नै धेरै भन्नुभएको छ। आफूले भनौँ न काम गरेको प्रोजेक्ट सबैजनालाई एकदम प्यारो लाग्छ, राम्रो लाग्छ, त्यो स्वाभाविक नै हो। तर दर्शकको माझमा गएर हेरेर अनि उहाँहरूसँगै भनौँ नि त्यो हुटिङ ताली बजाएको कतै रुनु भएको छ। अनि हिजो त म एकैछिन त्यो भनौँ न फिल्म सकिने बेलामा थर्रै कामै थिएँ कि सबैजना एकदमै एकदमै एप्रिसिएट गरिदिनु भएको छ। अनि यस्तो राम्रो टिमसँग जोडिन पाउँदाखेरि चाहिँ म पनि एकदमै खुसी छु। आज सेकेन्ड डे अब हामी हल भिजिटमै छौँ, तपाईँहरू पनि हाम्रो साथमा हुनुहुन्छ। अनि एक किसिमको अझै धेरै दर्शकको माझ हामी पुग्न पाऊँ, तपाईँहरूले पनि सपोर्ट गरिरहनु भएको छ सबैजना। सबैभन्दा ठुलो कुरा चाहिँ झरीपछिको इन्द्रणीको चाहिँ फेसबुकको वाल रङ्गिन बनाइदिनु भएको छ क्या। सबैजनाले वाह चलचित्र, आहा चलचित्र, मनको चलचित्र, घरको चलचित्र भनेर जुन किसिमको स्टाटसहरू मिडियाकर्मी साथीहरूदेखि लिएर आम साधारण जनतादेखि लिएर दर्शकदेखि लिएर नेपाली चलचित्रलाई माया गर्ने, नेपाली चलचित्रमा काम गर्ने चलचित्रकर्मीदेखि लिएर सबैले एकदमै धेरै तपाईँलाई एप्रिसिएट गर्नुभएको छ क्या। त्यो हिसाबले चाहिँ एकदमै धेरै आशावादी यो हिसाबमा छौँ कि यो चलचित्र चाहिँ मनको चलचित्र बनाएछौँ भन्ने चाहिँ खुसी लागेको छ। राम्रो माउथ पब्लिसिटी पाउँदै यति राम्रो फिल्म बन्दा पनि सोहरू अलिक कम पाइरहेको भन्ने गुनासो आइरहेछ, दर्शकहरू फर्किरहेको भन्ने कुरा आइरहेछ, के भन्नुहुन्छ? अब हाम्रो चाहिँ यो अहिले प्र्याक्टिसमै भइरहेछ क्या। शुक्रबार शनिबार ठिकै सोहरू पाउने, फेरि आइतबारदेखि भात्ते बढ्ने भन्ने यो प्र्याक्टिसमा आइरहेछ नि त। धेरैवटा चलचित्रले त्यो देखाएको छ। आशावादी छौँ अब अझै राम्रो होला। दाइको यो प्राय यो तरिकाले हलल लिनेको अनुभव फर्स्ट टाइम हो? यो दिने हो। कस्तो भइरहेछ पहिलेको र अहिलेको यो? पहिला पनि तर यसरी चाहिँ हुँदैन थियो। पहिला चाहिँ यसो अडियन्समा यसो उभिदिने गरिदिने मात्रै हुन्थ्यो, यति ठुलो स्केलमा हुँदैन थियो पहिला चाहिँ। अब मैले यो फिल्मै गरे पनि अब सायद 10-11 वर्षपछि मैले यो फिल्ममा काम गर्दैछु होइन। डेफिनेटली अलिकति चेन्जेसहरू त छँदैछ।
तर यो किसिमको पनि एक हिसाबले के हो भने अडियन्सद्वारा पाउने प्रतिक्रियाले के हुन्छ भने मेकरहरूलाई कलाकारहरूलाई ए ममा के कमी रहेछ अथवा मैले कस्तो काम गर्नुपर्ने रहेछ अथवा मैले कस्तो किसिमको चलचित्रमा काम गर्दाखेरि राम्रो हुन्छ अथवा मैले गरेको चलचित्रमा कुन स्तरको छ होइन त्यो चाहिँ बुझ्ने चाहिँ बहुत राम्रो सुनहरा मौका पाउँदो रहेछ क्या हेर्नुहोस् त्यो चाहिँ एउटा प्लस पोइन्ट हो होइन यो यसरी बुझ्दाखेरि चाहिँ किनभने जस्तो झरेपछिको इन्द्रया म खेलेँ मैले मेरो मात्र कुरा सुन्नु परेको छैन नि एज अ होल टिमको कथा सब्जेक्ट स्क्रिन प्ले डायलग्स कमेडी पन्च अरू पन्च यसले गर्दाखेरि यो चाहिँ राम्रो एउटा सिस्टम चाहिँ हो जस्तो लाग्छ फिल्म मेकिङको आउँदो क्रममा आउने दिनहरूमा चाहिँ के भन्नुहुन्छ अब फिल्मको बारेमा दर्शकहरू जो आउनु भएको छैन उहाँहरूलाई चाहिँ अब फिल्म लागि नै सकेको छ होइन 4 गतेदेखि लागि नै सकेको छ अब हजुरहरूले देखि पनि रहनु भएको छ सबैजनाले राम्रो भनिरहनु भएको छ हजुरहरूले पनि समय छुट्याएर आउनुभयो भने समय खेर जाँदैन हस् अब अरू हलमा पनि कुरा गर्दै जानेछौँ हस् थ्याङ्क यू जय थ्याङ्क यू जय हामीले हेऱ्यौँ हो हिजो